खै 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 वी ल गाइस अब चाहिँ हाम्रो रेडी भइसक्यो खाने चाहिँ नास्ता चाहिँ मिठो भयो गाइस हो आन्टीको डिब्बामा चाहिँ डिब्बामा हालिदिन्छ के हाम्रो यहाँ भाउजूहरू रेडी हुनु हेलो अन्जल ल रवि हेलो हजुर हेलो अन्जल ल हेलो साथीहरू वेलकम ब्याक टु माई न्यू एपिसोड आजको एपिसोड चाहिँ हजुरहरूले हाइलाइटहरू थाहा पाइसक्नु होला के को बारेमा छन् र हामी चाहिँ जङ्गलमा गबाट पाइयो भनेर हिँड्यो अब यहाँबाट चाहिँ हिँड्दै जानुपर्छ किनभने उकालो छ धेरै त हिँड्नु पर्दैन त्यही हो 200 मिटर जति हिँड्नुपर्छ होला सायद लगाइ चाहिँ अब चाहिँ म उतै गर्दै हुन्छु है हाम्रो यहाँ पार्किङ भयो गाइज हेलो लगाइ पाइसक्यो अहिले हाम्रो यहाँ देख्नु चाहिँ यी देखाइदियो ल ल पाइसकेको छ यी दुईटा पाइयो पाइयो गाइज पाइयो हाम्रो आन्टीले सेकेन्ड बोनी खाइदियो नि त सेकेन्ड बोनी हान्नु हाम्रो आन्टीले देखाइदिनु त सेकेन्ड बोनी ठुलो मेरो एउटै भाँडा राख्नु एउटै भाँडा ल ल छैन भाँचिसक्यो मैले ट्याब हान्दिए खोइ त उसै भयो यहाँ त धमिलो भयो ठिक भयो नि धमिलो भयो नि निस्किन्छ कि गङ्गा निस्किन्छ छ नि यहाँ त छोपेको छ अहिले देख्न सक्नुहुन्छ माइ गॉड खतरनाक हो त देखा त ल गाइस देख्न सक्नुहुन्छ यहाँ हरिफ ठुलो पाहाले यो चाहिँ बबल ठुलो हरिफ लम कहाँ छ खुट्टा दे यार हेलो एभ्रीवन ओके बादेश म ठुलो पाखु के यार एउटा दुईटा तीनटा चारवटा जति सबै रबिदियो हैन कसरी ढुङ्गातिर आएर बस्छ कसरी ढुङ्गातिर आएर बस्छ के अगाडि भएन भने यहाँ हेर है अब त्यसको मासु के मासु छैन सही त कने छैन सही देख्नुहुन्छ गाइस इन्टु पाउनी अनि दुईटाले हरि पाहान भेट्यो भाग्यो भाग्यो मलाई हाइलाइट बनाइदिएको कतै पनि गएन के अरे हजुर आमा बेटा यहाँ मिजाहरू यहाँ बच्चाहरू बच्चाहरू एक किलो भयो क्या 1 किलो गाइस हामी चाहिँ यहाँ अहिले खोज्दैछौँ ल यो उचाल्छ हेर्नु है छोडिदिनु भयो भेटिस भाइ बेटाइस खालि देख्नु चाहिँ यही हो मेरो हातको आज यसलाई गाइस चरम चरम हान्नु भएको यसलाई चाहिँ आहा बस आयो त्यहाँ
उही ठुलो छ क्या त्यहाँ भेटिस कति त यहाँ देख्छ सानो हो कि त यहाँ एउटा ढेम्पुल टोकेर भागेको कि यो म त पाए भने त एकैचोटि छुट्न हुन्न छुट्ने हैन नि थुतेको हैन चरप टोक्न पर्छ टोकेको टोकेको हैन कि टोकेर उस गरेको छुटालेको यसरी कुनै गाना चाहिँ दुईटा है गाइस पाए सो गाइस देख्नुहुन्छ मैले यहाँ फाइनली पाएको छु देख्नुहुन्छ गर्नु ए दिपाको लिएर जानु भयो के र अँ चाहिँ डिब्बाको ढ्यापु नि काटेन त्यो बिलान हान न अहिले कस्तो लाग्छ रमाइलो दिपाको निकालेर लिएर बस्छु मान्छे पनि डब्बा झिकेको छैन मैले खै 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 निकाल्दैन भात दिनु ढ्यापु भात न सक्नु न हेर्नु हो लगाएछ हाम्रो चाहिँ यहाँ अङ्कलले बोनी हान्नु भर्खर एउटा गाइज हेर्नुहोस् रोशनले देख्दैन आँखाले थियो कि तर मैले यस्तो गमेटा एमा गयो एमा त्यो भुटी कत्रो ठुलो भुटी थियो यार यहाँ तर रबिन देखाइदिँदा यता खान त खान्न त्यही पनि हल्का दिएको क्षमा दिन्छु भन्छु मैले तपाईँ त्यो उस गर्नु यो उठाउनु कहाँ सक्नुहुन्छ र सक्छु के किन्न सक्नु र बेटाइस भन्थे मैले भन्छु नि खै 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 हेलो गाइज हेलो सुलुलुलु भोटी भेटेको छ खै भुटी छ भने लौ त के लाउनु हो र कौटा के कस्तो यार ए पछि सोगाइदिनु जुन चित्र है के बिदालो चाहिँ सोच्नु पर्छ के कसलाई कस्तो देखिन्छ छि गङ्गाटेहरू सबै गङ्गाटेहरू यस देख्छन् चर्चनको है अहिलेको यस्तो बबाल है ठुलो देख्नुहुन्छ लगाइ जब चाहिँ हाम्रो नास्ता खाने टाइम भयो है यस्तो नास्ता हानिदिउँ अब नास्ता चाहिँ हाम्रो के भन्दाखेरि के अङ्कल नास्ता हान्दैन त हजुर जङ्गल केरा हामीले चाहिँ उता गरेर खोजिल्याएको हाम्रो चाहिँ अब यो फर्स्ट नास्ता हो त्यसपछि सेकेन्ड नास्ता चाहिँ अर्को है मैले त एउटा मात्रै खाएँ लगाइ जब चाहिँ उता गर्दै आउँछ त फेरि खाएको यहाँ चाहिँ गु हो है अब हामीले यहाँ खोज्दै पनि भेट्छौँ कि नै कस्तो बिल्ला हो र भेटिन्छ लगाइ चाहिँ अब रिवा आन्टीले भएको छ अहिले पछाडि भेट्यो फाइनली भेट्यो भन न खै 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 खै
हाइएस्ट ल देखाइदिनु त ल यहाँ त यहाँ तोके यता जानु बसालेको अघि यता जाउँ न यसरी फोटो खिचौँ कि लु त हेर्नु न कति ठुलो छ के यो त मैले भन्छु यहाँ हेर त बुढो यहाँ टोकै भएको यहाँ दाम बसाले भएको यार यहाँ सरप्प गरेको पनि हाल्देऊ हैन ओइ गणेश आई एम सो सरी जानी जानी खै खै आम सरी जानी जानी हो गरे खुट्टा बाँधिदियो ओ त्यही पनि भागो खुट्टा बाँधिदियो ल त्यो पनि हाला गरे के त्यो ढेपु त उता राख्नु हैन सोगा दिन्छ अरे बल्ल लोके दाइ भेटियो यहाँ आएको दाम बसाले भ्यायो अबि मा भत जन खान्थि त हेर त यसले ढुङ्गा फाल्ने बित्तिकै हात हालेर लत तानेको के म त सक्दैन म त त्यसरी गर्ने हो के टपरी बन्दी आयो भर्लाको पातमा देख्न सक्नुहुन्छ त्यो नहाल ओइ रोबी 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 सो गाइस हाम्रो एउटा टपर भइसक्यो लगाइ चाहिँ अब चाहिँ हाम्रो नास्ता खाने टाइम भयो अब नास्ता पाउन हम हुन्छ भोलि चाहिँ नि होइन यही सामान बन्दै छ देख्न सक्नुहुन्छ टपरी बुन्ने मान्छे यहाँ हुनुहुन्छ भयो अब भ्याइयो अब सबै ल टपरी कतिवटा भयो थोरै भयो 7वटा भयो खै देखाइदिनु त्यता ल टपरी रोसरको बाउले पनि मलाई त दिमागै खराब बनायो ल हाम्रो यहाँ टपरी रेडी भइसक्यो नास्ताको लागि ल अब गाई चुतोतिर गरेर देखाउँछु म घुम्नु पर्दैन हैन कहिले कहिले त अन्त के साह्रो छ भन्नु त ठिक छ अब हाम्रो के अरे गौँडा खोजेर कति भ्याइयो भयो गौँडा यति एक डिब्बा यता चाहिँ अघि निकाल्दै हुन्छ त्यसलाई आधा डिब्बा भयो आज खोट नै छ भर्खर नास्ता खान लाग्छ हो न हाम्रो नास्ता खाने टाइम भयो अब भाउजूले पकाउँदै हुनुहुन्छ यसरी गर रवि धेरै खाने बेलामा किन गएको र लगाइ हाम्रो चाहिँ अब पाकिसक्यो चेकछौ यही बसेर खान पाइने हुन्छ के आगोमा त्यही बबाल है ल जम्छु न गाईहरू देख्न सक्नुहुन्छ यहाँ स्विमिङ पुलमा नहानै न चाहिँ यहाँ पन्यो भने यस्तो गराइदिनु म त्यही हो गाई जङ्गलको चाहिँ अब जोगाड कम्पनी हो त्यही भएर पन्यो ल्याउन बिर्सिन्छ भने पन्यो ल्याउन बिर्सेछौँ यो भेना पनि कति बेर ल गाई अब चाहिँ हाम्रो रेडी भइसक्यो खाने चाहिँ नास्ता चाहिँ देख्नुहुन्छ ल ल दिनु ल एक घन्टा ओके खानु लिनु एक घन्टा ल नजान्ने मान्छेले पनि के खान पर्यो होला मिठो हो गाई खानु ल खानु न चपस्टिक छैन के हातले खानु मैले यस्तो गरेर गराउनु खोजेको के रे हुरा भोक लाग्यो त ढुङ्गा पल्टाउँदाखेरि बिचरा आज अन्त ढुङ्गा पल्टाएन भन्नु न फेरि भोलाघरसँगै बसेछु रे
यो अलि सुक्खा बनाए भए थोरै हुन्छ भिडियो गर्नलाई थाहा न तल राख्न आज बादमा देखाउनु चाहिँ मेरो बिल्ला हान्न लानु सजिलोसँग बसेर खानु जानु को म ठिक छ तिमीले खान्न होला अब सेलाउँछ हेर्न तिमीको पर्दा तालो अलि भ्याइन्छ एक थोरै ल्याउनु पर्थेन एक टपरी नै थियो त यार 15 वटा हो त नि एक टपरी नै थियो त यार कस्तो लाग्यो हाम्रो यहाँ सबै उठु जानु के छिटो बिगारेको देखाइदेऊ न हजुरको देखाइदिउँ न कल नारायण खान्छ पिटाइ छि जा जा से उसले यस्तो गरिहाल्छ यार मजा हान्टे के उसमा न साली कस्तो भेनाकोमा से गर्नु भयो तर कस्तो गरिदिन्छ फेरि अनि हेर्नु हो हाम्रो यहाँ वनभोज कार्यक्रम भइरहेछ देख्न सक्नुहुन्छ अब चाहिँ हाम्रो यहाँ लगभग भ्याइन लागिसक्यो खाएर मेरो चाहिँ यत्रो म खान मन लागेन लगाइछ अब चाहिँ हामी खाएर नि अझै पेट अगाएन भनेको अझै अगाएन गाइस यो चाहिँ अमिलो हो अझै छ झोलामा नखाएको भर्यो अब यो वाला अमिलो दिन्छ हुन्छ जति नि छ अब नखाने भने हर्दी देखानी न राक्षसै हो यार हामी त यार फेरि अमिलो एउटा भागमा 15 वटा 15 वटा ल्याएको कति पर्यो एउटा भागमा दुईटा पर्यो दुईटा भन्दा बढी पर्यो के दुईटा भन्दा पर्यो 7 दुना 14 दुईटा दुई भनौँ न एउटा बढी खाला क्या मैले नास्ता खाएर सक्यौँ भरे होइन नास्ता खाएर सक्यो भन नास्ता खाएर सक्यौँ अब चाहिँ हामी अब फेरि खोज्न स्टार्ट अब ल ल यता देखाइदिए ल अरू ठुलो ल खै बुढाबुढीको यहाँ लडाइँ भइरहेको छ लगाएछ अब चाहिँ हामी चाहिँ घरतिर हिँडेको अब चाहिँ के खिचेछ साले गराले ल टोलीहरू गाइज लाग्यो हामी घरतिर अब हाम्रो चाहिँ देख्न सक्छ यो एक झोला उता दुई झोला भयो गाउँबाट चाहिँ दह्रो हान्ने आज पार्टी हामी चाहिँ अब लाग्यौँ बाटो अघि चाहिँ खोलै खोला गएको अहिले चाहिँ अब बाटो लाग्छ भने चाहिँ बाटो सजिलो हुन्छ बरु सो फाइनल गाइज हामी चाहिँ अब यहाँ साइकल राखेको ठाउँमा पुग्यौँ साइकल राखेको ठाउँमा पुग्यौँ कस्तो लाग्यो आज ल हिँड्नु
लगाइज हामी चाहिँ अब फर्कियौँ होइन हुन्छ लगाइज हामी चाहिँ घर पुग्यौँ तिम्रो चाहिँ हेर्न आउने यहाँ मैले चारजना हो सो गाइज म चाहिँ घर आएँ त्यही हो घर आएर कपडा सपडा फेरेँ जाडो भएको थियो हल्का नुहाइदिएँ अनि नुहाएर त्यसको भुडी सुडी फालेँ रेडी बनाएर राखेँ अब चाहिँ पकाउने हो सो त्यही हो गाइज आजको भ्लग कस्तो लाग्यो राम्रो लागेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला च्यानलमा नयाँ हुन्छ नि त्यसमा सब्सक्राइब गरिदिनुहोस् र अब नेक्स्ट भ्लगमा भेटौँ है त बाई बाई